स्वागत छ। आज हामी एउटा निकै महत्त्वपूर्ण र अलि जटिल कानुनी घटनाक्रम केलाउँदैछौँ। यो हो पूर्व सांसद मोहम्मद अफ्ताब आलमको रिहाईको विषय। हामीसँग यसबारे हालैका केही समाचारहरू छन्, त्यसैलाई आधार मानेर कुरा गरौँ है त। खासमा के भएको थियो, आरोप के थियो, अनि अदालतको प्रक्रिया कस्तो रह्यो, अहिले के भइरहेछ। सुरुमा रौतहट जिल्ला अदालतले जन्मकैद भनेको थियो, तर अहिले उच्च अदालत वीरगञ्जले सफाई दिएको छ। ल, यसलाई अलि विस्तृतमा हेरौँ। यो विषय सुरुदेखि नै निकै गम्भीर थियो। उहाँमाथि लागेको आरोप नै निकै डरलाग्दो खालको छ। कुरा विक्रम सम्वत 2064 चैत 27 गतेको हो। संविधान सभा चुनावको ठिक अघिल्लो रात रौतहटको राजपुरमा एउटा इटा भट्टामा मान्छेहरूलाई जिउँदै जलाएर मारेको भन्ने अभियोग। चुनावको बेला हो, चुनावको मुखैमा। समाचारहरूमा आएअनुसार बम बनाउँदा विस्फोट भएर घाइते भएका त्रिलोक प्रताप सिंह, ओशी अख्तर लगायत अरू मानिसहरूलाई प्रमाण मेटाउन इटा भट्टामा फालिएको भन्ने आरोप छ। निकै गम्भीर आरोप। तर घटना त 2064 को होइन? हो, 2064 कै हो। अनि पक्राउ चाहिँ 2076 मा मात्रै। भनेपछि त 12 वर्षभन्दा बढी समय लाग्यो नि? हो, एकदम 12 वर्षभन्दा बढी। घटना 2064 चैतको, पक्राउ 2076 असोजमा। यो लामो समयको ग्याप आफैमा एउटा ठूलो प्रश्न हो। त्यही त, यति लामो समय किन लाग्यो होला? के कारण देखाइएको छ? अनुसन्धानमा ढिलाइ किन भयो? खै, स्रोतहरूले यसबारे ठोस कारण त दिएका छैनन्। कतै अनुसन्धानमा कमजोरी भनिएको छ, कतै राजनीतिक दबावको कुरा पनि उठेको छ। तर ती पुष्टि भएका कुरा होइनन्, समाचारमा आएका चर्चा मात्रै हुन्। मुख्य कुरा के भने यो घटना धेरै वर्षसम्म ओझेलमै रह्यो जस्तो देखिन्छ। पछि मात्रै दबाव बढेपछि अनुसन्धान अघि बढेको हो। यो 12 वर्षको ढिलाइले पक्कै पनि केसलाई झन जटिल बनायो होला। निश्चित रूपमा। समय बित्दै जाँदा प्रमाण जुटाउन, साक्षी भेट्टाउन गाह्रो हुन्छ नै। अब कानुनी प्रक्रियाकै कुरा गरौँ न। जिल्ला अदालत रौतहटले त दोषी ठहराएर जन्मकैद नै सुनाएको थियो, होइन? हो, जिल्ला अदालतले जन्मकैदको फैसला गरेको थियो। तर उच्च अदालत वीरगञ्जले चाहिँ त्यसलाई उल्ट्याएर सफाई दियो। यो कसरी भयो? फैसला ठिक उल्टो? हो, यहीँनेर कुरा अलि पेचिलो छ। जिल्ला अदालतले उपलब्ध प्रमाण, साक्षीको बयान आदिलाई आधार मानेर दोषी ठहर्यो। तर उच्च अदालत वीरगञ्ज इजलासले त्यो फैसलालाई मानेन, उल्टाइदियो। कारण उच्च अदालतले के आधार देखाए त सफाई दिनलाई? समाचारहरू अनुसार मुख्य आधार चाहिँ प्रमाणको अभाव नै देखिएको छ। मतलब अभियोजन पक्षले पेश गरेका प्रमाणहरूले शङ्का रहित तवरबाट आरोप पुष्टि गर्न सकेन भन्ने उच्च अदालतको ठहर रह्यो। कतिपय ठाउँमा साक्षीको बयान बाजिएको वा आलमको प्रत्यक्ष संलग्नता पुष्टि गर्ने बलियो प्रमाण नपुगेको भन्ने कुरालाई आधार बनाइएको हुन सक्ने सङ्केत छ। भनेपछि प्रमाणकै मूल्याङ्कनमा फरक पर्यो। तल्लो अदालतले पर्याप्त ठानेको प्रमाण माथिल्लो अदालतलाई पुगेन। हो, त्यस्तै देखिन्छ। यो हाम्रो न्याय प्रणालीमा देखिने कुरा पनि हो। प्रमाणको व्याख्या र मूल्याङ्कन फरक फरक तहका अदालतमा फरक हुन सक्छ। सायद जिल्ला अदालतले परिस्थितिजन्य प्रमाणलाई बढी आधार मानेको थियो कि उच्च अदालतले चाहिँ शङ्कारहित पुष्टिको सिद्धान्तलाई अझ कडा रूपमा लियो होला। फेरि यति लामो समयपछिको मुद्दामा त्यो पनि होला, प्रमाण जोगाइराख्न गाह्रो भयो होला। हो, अनि फैसलाको पूर्ण पाठ आइसकेकोले अहिले नै ठ्याक्कै यही हो भन्न पनि अलि हतार हुन्छ। ठिक छ, त्यसो भए अहिलेसम्मको सार हेर्दा एकजना पूर्व सांसद जसमाथि चुनावको अघिल्लो रात इटा भट्टामा मान्छे जलाएको जस्तो गम्भीर आरोप लाग्यो, 12 वर्षपछि पक्राउ परे, जिल्ला अदालतले जन्मकैद सुनायो, तर उच्च अदालतले प्रमाण पुगेन भनेर सफाई दियो, अनि उहाँ रिहा हुनुभयो। यही हो त? हो, संक्षेपमा भन्दा यही हो। यो घटनाले एउटा निकै लामो घुमाउरो कानुनी यात्रा देखाउँछ। गम्भीर आरोप, वर्षौंको मौनता, ढिलो अनुसन्धान, तल्लो अदालतबाट सजाय अनि माथिल्लोबाट सफाई। यसले हाम्रो न्याय प्रणालीका विभिन्न चरणहरू र त्यहाँ आउन सक्ने मोडहरूलाई पनि देखाउँछ। एकदम। यसले प्रमाण सङ्कलनका छिनौती अनि विभिन्न तहका अदालतमा हुने प्रमाणको मूल्याङ्कनको भिन्नतालाई प्रष्ट पार्छ। यो साँच्चै विचार गर्नुपर्ने कुरा हो। अनि यसले एउटा आधारभूत प्रश्न पनि उठाउँछ नि, होइन? जब सुरुको आरोप यति गम्भीर थियो, तल्लो अदालतले प्रमाण पुगेकै ठहर गरेको थियो भनेपछि उच्च अदालतमा पुग्दा त्यस्तो के भयो त?
कुन प्रमाण कमजोर भयो? के अनुसन्धानमै कमजोरी थियो वा प्रमाण सङ्कलनमा? कि साक्षीहरू पछि हटे? कि यो केवल कानुनी व्याख्याको फरक मात्रै हो? यी प्रश्नहरू अब भविष्यमा थप विश्लेषणका लागि खुला छन्। निश्चित रूपमा यो विषयमा अझै धेरै कुराहरू खुल्दै जालान्। आजको लागि यति नै गरौँ। धन्यवाद। धन्यवाद।